के तपाईलाई थाहा छ घर जग्गा र सुन जस्तै सम्पत्ति शेयर पनि हो नि। अब विचार गर्ने कि नमस्ते सबैजनालाई, हामी साना लगानीकर्ता पेजमा यहाँलाई स्वागत छ। आज हामी शेयर पनि एउटा सम्पत्ति अथवा एसेट हो है भन्ने बारेमा कुरा गर्छौं। हजुरहरूले सुन्नु नै भएको होला, हाम्रो बाजे बराजुहरूले बिघा रोपनीमा जग्गाहरूको कारोबार गर्नुहुन्थ्यो, किनबेच गर्नुहुन्थ्यो। अहिले के छ त अवस्था? अहिले हामी जस्ता साना लगानीकर्ताले जिन्दगीभर कमाएर पनि आनामा जग्गा किन्न पनि मुस्किल भइसक्यो। त्यस्तै गरी सुनलाई पनि हेरौँ है त। घर जग्गाको जस्तै अवस्था सुनको पनि छ। 1 तोला सुन किन्नलाई 2 लाख रुपियाँ लाग्छ। सुन पनि अब हामी जस्तो साना लगानीकर्ताले एसेटको रूपमा राख्नलाई नसक्ने जस्तो नै भइसक्यो। अब के गर्ने त? हाम्रो जेनेरेसनलाई लगानी गर्ने कुनै बाटो छैन त? छ। हामीसँग अझै पनि एउटा बाटो छ, त्यो हो शेयर। यस, हामीले शेयरलाई पनि एउटा सम्पत्तिको रूपमा राख्न सक्छौं। यदि हामीले घर जग्गा सुनमा लगानी गर्न खोज्यौं भने हामीलाई एकदमै ठूलो रकम चाहिन्छ। शेयरमा लगानी गर्नलाई त्यति धेरै रकम चाहिँदैन। थोरै रकमले पनि किन्न मिल्ने, चाहिएको बेला सजिलै बेच्न मिल्ने, न त चोरी हुनुको डर न त हराउनुको डर। यी धेरै फाइदाहरू छन् शेयरमा। र यसमा पनि अलिकति हामीले राम्रो कम्पनी छानेरै लगानी गर्नुपर्छ। यसमा पनि र्यान्डमली लगानी गर्नु चाहिँ हुँदैन। अब ढिला नगरौँ है त। हामीले घर जग्गा र सुन भने जस्तै कुनै दिन शेयर पनि त्यस्तै अवस्थामा पुग्न सक्छ। यस्तै भिडियो हजुरहरूलाई मन पर्छ भने हामीलाई फलो गर्न नबिर्सिदिनु होला है त। धन्यवाद।